आज चाहिँ आरोहीको स्कुलको सेकेन्ड दिन। हामी चाहिँ बिहान उठेर उसले मुख धोएर ब्रस गरिसकेर अब हामी चाहिँ छिटो छिटो पानी खाँदैछौँ। उसको कपाल पनि कोरिदिँदैछु। अब छिटो छिटो खाऊ है छोरो। मेरो प्याकेजमा छ मुनि। म कस्तो देखिन्छु भनिस् धेरै जति छ मान्छे त रमाइलो लागिरहेको छ नि होइन? रमाइलो लागेको छ। काटा हिजोको हराएर आइसक्यो छोरो। होइन मैले राखेको छु कहाँ राखेको छौ? उता कोठामा। उताको हिजोको होइन नि त, हिजो लगाइदियो मम्मीले। त्यो त अर्कै झिक्या रहेछ नि त आज त। मलाई यो लाउन मन लाग्यो के। यता फर्क त। अब चाहिँ यता अर्को खाइदिन्छ पानी। भयो मैले चाहिँ बियर खाने कपमा खाएको पानी मलाई यसमा मन पर्छ त्यही भएर हो कि। गुड मर्निङ सबैजनालाई भन्दैन। ओ बाबा पछाडिबाट आउनु आँटिसक्यो। यहाँ के हालेको छ? उस ब्यागमा हाल्यो? हालिसकेको छ भाग्छ। अब मामाले रेडी। अब हामी माम खानालाई रेडी भयो। आएर चाहिँ अलिक लाइन ल। अनि म मेरो कोठामा छु। मैले चाहिँ यसको लागि माम रेडी गरेँ। अब उसलाई म माम खुवाइदिन्छु। आज चाहिँ 8 बजे पनि दिन चाहिँ अँध्यारो अँध्यारो छ। उज्यालो उज्यालो थियो है छोरो। मिठो छ। त्यस्तो नखाऊ है छोरो। त्यस्तो हुन्छ पाएर एकदम खान्छ छोरीलाई लाग्छ। साग पनि हेलो गाइस, मैले चाहिँ माम पनि खाइ नै सकेँ। मामुले पनि मलाई रेडी पनि गरिसकेछु। म कस्तो देखेँ भनेछु है त। यहाँ हेरिस मेरो लुगा कति राम्रो ब्युटिफुल गेरी। बाई बाई। ए छोरो यो नि खाऊ ल स्कुलमा। आज स्कुलमा नै छ उसको खाजा चाहिँ। क्यान्टिनमा मात्रै खानु मिल्ने। ब्याग ल्याऊ त उता फर्कला। क्यान्टिनमा मात्रै खानु मिल्छ। त्यो अगाडिकोमा नराखिदिन्छु, पछाडिकोमा ह्याङ्की छ भरेको छ। यति फिनिस गरेर आऊ ल। हिजो पानी नै खाएको रहेछ। आज त पानी सानी सबै खाएर आउनु। अब चाहिँ ल
अब चाहिँ हामी घरबाट ट्याक्क हिँड्यौँ। अब म खोलिदिउँ, म बोकिदिन्थ्यौँ कि चिसो छ। अब आज नि चिसो छ छोरो होइन। ओहो पानी पनि एकैछिन पख त, यहाँ छाता छ म निकाल्छु। यता हेर त पानी आइरहेको छ धन। गाडी नि आइसक्यो। आरोहीको बस आयो आज पनि यताबाट। आजको मौसम चाहिँ यतातिर यस्तो यस्तो छ है। छु अलि ओह्राउला ओह्राउ बेबी ओह्रा। छिटो आऊ न उस्पिटा आऊ छिटो। त्यता होइन यहाँ उभिनुपर्छ नि त्यहाँ। छु 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 गाडी बस आयो। हेलो गुड मर्निङ। बाई बाई छोरो। ल राम्रोसँग जाऊ ल। बाई बाई। अब उसको बस चाहिँ गयो। अझ त कस्तो जाडो दिन हो यो। आज चाहिँ यतातिरको वातावरण चाहिँ एकदम चिसो चिसो छ, जाडो जाडो। पानी आएको छ, हावा चाहिँ धेरै लागेको छैन।